हेलो क्योरा अनि नमस्ते तपाईहरु सबैलाई मेरो YouTube को सेकेन्ड भिडियोमा स्वागत छ। इफ यु आर न्यू ओभर हियर मेरो नाम चाहिँ सुभाष कार्की हो र म अहिले न्युजिल्यान्डको ह्यामिल्टन भन्ने सिटीमा बस्दै आएको छु। मेरो यो YouTube च्यानलमा मैले धेरै भिडियोहरु बनाएर हाल्न कोसिस गरे तर जहिले पनि बनाउँदै डिलिट गर्दै त्यसको कारण के थियो भनेर मैले मेरो फर्स्ट भिडियोमा एक्सप्लेन गरेको छु। सो प्लिज यो भिडियो हेरिसक्नु भएपछि त्यो भिडियो गएर हेर्नु होला। आज चाहिँ लेट्स टक अबाउट टप 5 थिङ दैट यु हैव टु कन्सिडर बिफोर यु कम टु न्युजिल्यान्ड है त। सो भिजा लागिसक्यो होला तपाईको न्युजिल्यान्डको, अभियसली खुसी हुनुहुन्छ होला, हामी पनि खुसी थियौ, तर प्लिज आउनुभन्दा अगाडि चाहिँ यो 5 वटा कुरा चाहिँ कन्सिडर गर्नु होला ब्याक इन योर माइन्ड। नम्बर 1, न्युजिल्यान्ड इज भेरी एक्सपेन्सिभ। कोभिड पछि न्युजिल्यान्डको अलिकति एक्सपेन्सेसहरु बढेको छ। न्युजिल्यान्डमा ग्रोसरीज आर एक्सपेन्सिभ, न्युजिल्यान्डमा ट्राभल इज एक्सपेन्सिभ र न्युजिल्यान्डमा फ्युल्स आर एक्सपेन्सिभ। इभन न्युजिल्यान्डको रेन्टहरु पनि अलिकति एक्सपेन्सिभ भइरहेको छ घरहरुको। नेपालबाट जुन पैसा लिएर आउनुहुन्छ त्यो पैसा चाहिँ सोचेर मात्र खर्च गर्नु होला न्युजिल्यान्डमा, अन्टिल अनलेस तपाईले काम पाएर तपाईको इन्कम सोर्स चाहिँ राम्रो नहुनुन्जेलसम्म है त। किनभने जुन तपाईले नेपालबाट अलिकति डलर जुन ल्याउन मिल्छ त्यो चाहिँ यता अब रेन्ट तिर्नु पर्यो, त्यसपछि खानु पर्यो, अब युनि जानको लागि ट्राभलहरु गर्नु पर्यो। सो चाँडै पैसा यता सकिन्छ विदेशमा, त्यही भएर अलिकति सोचेर खर्च गर्नु होला। आउने बित्तिकै नयाँ फोन, नयाँ ल्यापटप, नयाँ सबै नयाँ कुरा किन्नतिर नलाग्नु होला, त्यसको पनि आफ्नो टाइम आउँछ, त्यो कुरा चाहिँ कन्सिडर गर्नु होला है त। नम्बर 2 मा आउँछ तपाईको आईआरडी र तपाईको बैंक अकाउन्टहरु चाहिँ तपाईले आउने बित्तिकै आको 1 हप्तामै सर्ट आउट गर्नुपर्ने हुन्छ। यस, सो आईआरडी चाहिँ न्युजिल्यान्डमा धेरै इम्पोर्टेन्ट कुरा हो। सो तपाईको सबै ट्याक्स मनीहरु, तपाईको सबै जीएसटी पेमेन्टहरु सबै आईआरडी मा रेकर्ड भएर बस्छ। वन्स यु गेट योर जब, अनि त्यो जबको लागि पनि आईआरडी नम्बर इज भेरी इम्पोर्टेन्ट। आउने बित्तिकै आईआरडी नम्बर बनाउनतिर लाग्नु होला। त्यसपछि तपाईको अर्को इम्पोर्टेन्ट कुरा भनेको बैंक अकाउन्ट बनाउनु हो। सो न्युजिल्यान्डमा चाहिँ देयर आर कपल अफ बैंक्स, एएसबी बैंक, एएनजेड बैंक, बीएनजेड बैंक, किवी बैंक र वेस्ट बैंक भन्ने 5-6 वटा बैंकहरु छ न्युजिल्यान्डमा। तपाईले बैंकको अकाउन्ट बनाउनको लागि चाहिँ यु हैव टु बुक अ अपॉइन्टमेन्ट विथ देम। बैंकहरुमा बुझ्नुस् जुन बैंकले तपाईलाई सबैभन्दा चाँडो अपॉइन्टमेन्टको डेट दिन्छ त्यो बैंकमा जानु होला, अकाउन्ट बनाउनु होला। इट डजन्ट म्याटर तपाई अहिले कुन बैंकमा जानुहुन्छ भनेर। लेटर अन यु क्यान अलवेज चेन्ज योर बैंक। बैंकको अकाउन्ट बनाएपछि तपाईले जुन नेपालबाट जुन पैसा ल्याउनु भएको छ त्यो तपाईले डिपोजिट गर्न सक्नुहुन्छ एन्ड बैंक विल प्रोवाइड यु अ भिजा कार्ड, अनि त्यो भिजा कार्डले तपाईले न्युजिल्यान्डबाट युज गर्न सक्नुहुन्छ तपाईको पैसा। थर्ड नम्बर चाहिँ नेपालको ड्राइभिङ लाइसेन्स यदि तपाईसँग छ भने प्लिज त्यो लिएर आउनु होला न्युजिल्यान्डमा। किनभने न्युजिल्यान्डमा पर्सनल गाडीको धेरै नै इम्पोर्टेन्स छ। सो इफ यु हैव अ नेपालको ड्राइभिङ लाइसेन्स, भ्यालिड नेपालको ड्राइभिङ लाइसेन्स छ भने चाहिँ तपाईले यहाँ आएर त्यसलाई कन्भर्ट गरेर न्युजिल्यान्डमा गाडी चलाउन सक्नुहुन्छ। इभन दो लाइक तपाईले आई थिंक इन्टरनेसनल लाइसेन्सले 1 वर्ष चलाउन मिल्छ, त्यही पनि यदि तपाईले लाइसेन्स चाँडै कन्भर्ट गर्नुभयो भने चाहिँ यु क्यान युज द्याट एज योर प्रुफ अफ आइडेन्टिटी। सो तपाईले जहिले पनि पासपोर्ट बोकिराख्नु पर्दैन। इफ यु हैव इनफ टाइम, भिजा तपाईको लागिसक्यो र तपाईसँग अझै पनि 1-1.5 महिना छ, मेक द्याट एज अ फर्स्ट प्रायोरिटी। किनभने गाडीको लाइसेन्स यता धेरै नै इम्पोर्टेन्ट कुरा हो। तपाईको पछि गएर काममा पनि तपाईलाई लाइसेन्स छ छैन भनेर सोध्छ, अनि तपाईले ट्राभल गर्नु पर्यो, काममा अलिकति टाढा जानु पर्यो भने पनि यदि तपाईको आफ्नै भेहिकल छ, आफै गाडी चलाउन सक्नुहुन्छ भने धेरै नै हेल्पफुल हुन्छ है त। सो प्लिज यदिसम्म तपाईहरुसँग टाइम छ, तपाईहरुसँग पैसा छ या तपाईहरुसँग सिप छ भने ड्राइभिङ क्लास जानुस्। नेपालमा धेरै नै ड्राइभिङ क्लासेसहरु छ र एटलिस्ट लाइसेन्स मात्र भए पनि निकालेर आउनुस् अनि यहाँ आएर ड्राइभिङ प्र्याक्टिस गर्नु होला। प्लिज नेपालबाट लाइसेन्स लिएर आइसकेपछि न्युजिल्यान्डमा गाडी चलाउँदाखेरि चाहिँ विचार गर्नु होला, रुल्स एन्ड रेगुलेसन फलो गर्नु होला, ओभर स्पिड जाने ट्राई चाहिँ नगर्नु होला है त। सो नम्बर 4 मा चाहिँ कुरा गरौँ न्युजिल्यान्डको बायोसेक्युरिटीको। सो न्युजिल्यान्ड आउँदाखेरि नेपालबाट जुन त्यो फलफुल, टिकासिका, फुलहरु जुन लगाइदिनुहुन्छ त्यो सबैलाई सकेसम्म न्युजिल्यान्ड आउनुभन्दा अगाडि नै धोएर क्लियर गरेर आउनु होला। प्लिज डु नट ब्रिङ एनी फुड आइटम फर द फर्स्ट टाइम। सकेसम्म ओपन प्याकेट फुडहरु केही पनि नल्याउनु होला। ल्याउनु भयो भने पनि प्रपर लेबल गरेर सिल प्याक गरेर मात्र ल्याउनु होला। अनि प्लिज यु मस्ट डिक्लेयर दोज आइटम इन योर डिक्लेरेसन फर्म। डिक्लेरेसन फर्ममा चाहिँ त्यो सबै कुरालाई डिक्लेयर गर्न नबिर्सिनु होला। तपाईले जे ल्याउनु भएको छ त्यो सबै कुरा राम्रोसँग सोचेर राम्रोसँग विचार गरेर ल्याउनुस्, अनि त्यो सबै कुरालाई चाहिँ न्युजिल्यान्डको जुन एयरपोर्टमा आउनुभन्दा अगाडि फ्लाइटमा जुन तपाईलाई डिक्लेरेसन फर्म दिन्छ त्यो फर्ममा चाहिँ त्यो सबै कुराहरु फिल गरिदिनु होला, सो दैट यु क्यान प्रिभेन्ट फ्रम अ फाइन। सो न्युजिल्यान्डमा चाहिँ यदि तपाईले त्यहाँ डिक्लेयर गर्नु भएको छैन र तपाईले त्यो कुराहरु पकडिहाल्यो भने चाहिँ तपाईले 400 देखि 800 को फाइन लाग्न सक्छ। सो प्लिज बियर दैट इन माइन्ड।
अनि फुडहरू चाहिँ सकभर नल्याउनु होला, ओपन फुडहरू स्पेसली अलिकति रिस्की प्रोसेस हो। पछि तपाईँहरू आएर बसेर सबै कुरा थाहा भइसकेपछि फेरि नेपाल गएर आउँदाखेरि त अभियसली यु विल ह्याभ अ बेटर अन्डरस्ट्यान्डिङ के ल्याउन मिल्छ के ल्याउन मिल्दैन, त्यसपछि तपाईँलाई अलिकति सजिलो होला है त। द 15 द्याट यु हेभ टु कन्सिडर भन्दा पनि द 15 द्याट यु विल एक्सपिरियन्स आफ्टर कमिङ टु न्युजिल्यान्ड इज द कल्चरल सक। तपाईँ यदि त्यस्तो इन्डिभिजुअल हो जसले नेपाल छोडेकै छैन या आफ्नो फ्यामिली छोड्नु नै भएको छैन भने तपाईँलाई न्युजिल्यान्ड आएपछि केही टाइमको लागि कल्चरल सक लाग्न सक्छ। किविजहरू अलिकति रिजर्भ हुन्छन् एट फर्स्ट, सो उनीहरूले खासै त्यति ओपन अप हुँदैनन् सुरुमा चाहिँ, तर वन्स दे नो यु, वन्स दे अन्डरस्ट्यान्ड यु, त्यसपछि दे आर रियली फ्रेन्डली इन्डिभिजुअल्स। सो यस, सुरुमा आउँदाखेरि चाहिँ तपाईँहरूलाई अलिकति नेस्रो लाग्न सक्छ, कोही साथीहरू नभएको जस्तो फिल हुनसक्छ। सो प्लिज आफ्नो वरिपरि आफ्नो कलेजमा या आफ्नो इन्स्टिट्युटमा जो आउनु भएको छ, यदि साथीहरू छैनन् भने साथीहरू बनाउन खोज्नुहोस्, सोसियलाइज हुनुहोस्। र त्यो भयो भने चाहिँ तपाईँलाई के हुन्छ भने अलिकति तपाईँको त्यो जुन एक्लोपन चाहिँ दूर हुन्छ। सो यही टपिकमा कुरा गर्दाखेरि चाहिँ तपाईँ न्युजिल्यान्ड होस् या अरू कुनै पनि देश होस्, तपाईँले यदि नेपाल छोडेर जाँदै हुन्छ भने तपाईँलाई देश चाहिँ मिस हुन्छ, आफ्नो फ्यामिली मिस हुन्छ, आफ्नो सर्कल मिस हुन्छ, सबै कुरा मिस हुन्छ। सो त्यही भएर सकभर आफ्नो कम्युनिटीमा एक्टिभ हुनुहोस्। विभिन्न सिटीहरूमा नेपालीहरूको अहिले पपुलेसन अलिकति बढिरहेको छ र त्यो पपुलेसन बढेको कारणले गर्दाखेरि धेरै ठाउँमा उनीहरूको आफ्नै एउटा सोसाइटी बनेको छ, सो ग्रुपहरू बनेको छ। त सो इफ यु आर न्यू ओभर हियर त ग्रुपहरूमा इन्भल्भ हुन ट्राई गर्नुहोस्, सो द्याट यु विल मिट सम अदर नेप्लिज पिपल ओभर हियर एज वेल। जति तपाईँले आफ्नो नेटवर्क बढाउनुहुन्छ त्यति नै तपाईँको फ्युचरमा गएर काम पाउनेदेखि लिएर तपाईँलाई यहाँ न्युजिल्यान्डमा सर्भाइभ गर्न अलिक सजिलो हुन्छ है त। सो यस, दिज आर द 5 थिङ्स। यही हो 5वटा कुराहरू मैले हजुरलाई भन्न खोजेको। केही पनि लेखेको थिएन, केही पनि प्रिपेयर भएको थिएन, इट्स जस्ट आउट अफ माई एक्सपिरियन्स मैले तपाईँहरूलाई सेयर गर्न खोजेको। अझै पनि केही कुरामा कन्फ्युज हुनुहुन्छ, के गर्ने के नगर्ने भन्ने कुरा कन्फ्युज हुन्छ भने प्लिज कमेन्ट डाउनमा त्यो क्वेसनहरू लेखिदिनुहोस्, म तपाईँलाई सकभर त्यसको एन्सर दिने ट्राई गर्छु। अनि लास्ट भिडियो, मेरो जुन फर्स्ट भिडियो थियो 2026 को, त्यसमा 2टा ब्रदरहरूले कमेन्ट गरेर मलाई मोटिभेट गर्नुभएको छ। सो थ्याङ्क यू सो मच त्यो दुवैजना ब्रदरहरूको लागि। यो सपोर्ट मिन्स अ लट टु मी। यस्तै गरी माया गरिदिनु होला, यस्तै गरी सपोर्ट गर्नु होला, यस्तै गरी मोटिभेट गर्नु होला। मोटिभेट, सपोर्ट र माया गर्नको लागि लाइक बटन थिचिदिनुहोस् र अहिलेसम्म मैले कहिले पनि यसरी मागेको थिइनँ, सब्सक्राइब पनि गरिदिनु होला ताकि इट मोटिभेट्स मी टु मेक मोर भिडियोज। अनि मैले यत्रो वर्षको ग्याप युट्युबमा किन राखेँ, किन युट्युब मैले बन्द गरेँ भनेर थाहा पाउनको लागि मेरो यो भिडियो चेक गर्नु होला है त। सी यु इन द नेक्स्ट वान। नमस्ते।